हेलो नमस्ते एभ्रिवन, वेलकम ब्याक टु न्यू भिडियो है। आज चाहिँ हाम्रो थोरै सबै लगभग धेरै जस्तो भुँडे टिमै छ। भुँडे टिमको चाहिँ ट्रेकिङ गर्न लागिरहेछौँ। अब यु क्यान सी ब्याकग्राउन्डमा चाहिँ धारपानी छ है। धारपानीदेखि माथि सुनकोट मन्दिरसम्मको ट्रेक चाहिँ हामीले सुरु गर्न गइरहेछौँ। अब थोरै माथि आइसक्यौँ। गर्मी एकदम धेरै छ, 35-36 डिग्री सेल्सियस पुगेको छ। अब यो देखिन्छ, यो टपमा, माथिको टपमा चाहिँ हामी पुग्नुपर्ने छ। यात्रा के कस्तो हुन्छ म बिस्तारै देखाउँदै जानेछु। बाटो यस्तो छ खल्डाखुल्डी, तर हिँड्न ठिकै छ। अरेस लाग्नुपर्छ हबिबी। यो दिउँसोको गर्मीमा हामी जानुपर्ने माथि टपमा, सुनकोट डाँडा भन्ने हो। गर्मी छ, तातो हावा चल्छ होइन। जङ्गलमा यो शीतल पाउनलाई धेरै दुःख गर्नुपर्छ। उता पारेर अगाडि आएको छु होइन। यति अलिकति शीतल पायो। अब यहाँनिर एकछिन बस्यो अनि त्यो जानुपर्यो। अझ धेरै माथि छ, गर्मी एकदम भयो। यसरी हिँडिएको थिएन, धेरै टाइम भएको थियो, आज हिँड्यो। अब यो चस्मा, साथीको चस्मा जस शीतल बनाउँदो रहेछ। हाम्रो मोहित सर लखरे गर्दै आउनुहुन्छ। केटाहरूले पछाडि पुरा म्युजिक घन्काछन्, पुरा स्याडर छ कि कस्तो खालको सङ हो या, कपिराइट लाग्ला, पैसा नकमाए पनि। अहिले बन्द भन्छ है त। ढुङ्गा जस्तो बोका अझै पाएको छैन कि त्यो रक मेलन उता अलिकति अब हामी 75% आयौँ। 75% आयौँ कि नै? ल ठिक छ। हामी लगभग आधा घन्टा हिँड्यो होला, यहाँ आइपुगेका छौँ। अब केही समयमा हामी टपमा पुग्छौँ है, सुनकोटको। अब टपै पुगेर हेरौँ न अवस्था यो छ। खै अलिकति पानी खाऊँ न हामी। तातो भइसक्यो चाहिँ। लास्ट गर्मी छ, कति डिग्री पुगिसक्यो।
अब हामी टपमै गएर भेटौँला। यु क्यान सी गाइस आगलागीले यहाँनिर सफा पारेको छ है। यहाँनिरको भुस्यानहरू सानो सानो बोट बिरुवाहरू सबै खाइसकेको छ, उजाड भइसकेको छ। अब गर्मी मौसम छ, यो चैत वैशाखको समय भने एकदम आगलागीको प्रकोप एकदमै धेरै हुने समय हो। अब मान्छेको सानो कमजोरीले पनि ठुलो क्षति गराउँछ। अब हामी टपमा आइपुग्यौँ अब त्यही हो। अब यो देख्दा यति राम्रो जङ्गल चाहिँ उजाड बन्न जान्छ है। धेरै जनावरहरू चराचुरुङ्गीहरू मर्छन्। एउटा पारिस्थितिक प्रणाली भन्ने हुन्छ, इकोसिस्टम नै बिग्रिन्छ। सो सबैजनाले ख्याल गरिदिउँ, जङ्गलमा चाहिँ आग लाग्यो भने त्यस्ता चिजहरू चाहिँ नबोकौँ, सबैजना सजग हौँ, जङ्गल बचाउँ, वातावरण जोगाउँ है त। कसको हामी चाहिँ टपमा आइपुगेको छौँ है। टपमा आएर पनि नास्ता खायौँ, थोरै फलफुलहरू पानी खायौँ, हावा चलिरहेको छ चट्टो बाहिर। यहाँनिर बुढाबुढीहरू छन् होइन, सुनको विद्यार्थीहरूले चाहिँ यहाँनिर मन्दिर आयो, सुनकोट मन्दिर भने त्यहाँनिर झन्डा छ के अरे। यहाँ चाहिँ हाम्रो साथीहरू यो बरको रुखमा चढेका छन् होइन, छुट्टो भएर त्यही हो। अब घुमघाम गर्छौँ अहिले, त्यसपछि हामी जान्छौँ त्यहाँनिर पनि त्यो मन्दिरलाई पनि पुरै आगोले घेरेर रहेछ है। आगोले सबै भ्याएको छ, आगो नभइदियो भए अझ राम्रो थियो। बर्खाको टाइममा चाहिँ बवाल हुन्छ होला जस्तो छ। केटाहरू तल छौँ, यहाँनिर हामी दुईवटा चाहिँ माथि रुखमा बसिरहेको छौँ। यता पनि यहाँ एउटा बाँदर यहाँनिर आइकन बसेको छ। हावा कस्तो मजाको चल्यो। अस्ति यस्तै गरी त्यो मम्मीले किस्ता तिर्न छ 80,000 चाहिएको छ भनिरहनुहुन्थ्यो। बल्ल बल्ल पुर्याइदिनु पर्दा बचे पैसाले यही किन्यो। अब यहाँ 1 महिना बोल्नु नि सागर भन्दा लाग्यो पुरीले। भइहाल्यो नि। ल फोटो आएन त। भिडियो चाहिँ 720p 60 fps गराउँछु। सहिले त 6050 फाइनल 1 घन्टा जस्तो हिँड्यौँ, तल झरेको छौँ। अब त्यहाँनिर घरपानी त्यहीँनिर छ। यति भयो भने चाहिँ हाम्रो आजको ट्रेकिङ यहीँनिर समाप्त हुन्छ होइन। अब फेरि अर्को कुनै दिन कुनै ठाउँको ट्रेकिङमा भेट्ने बाचा गर्दै आजलाई चाहिँ हामी यहीँबाट छुट्टिन्छौँ। हस्त नमस्कार।